हामी नेपालीहरूमा पटक पटक ढाड दुखाइ फर्किराख्ने अनि हरेकचोटि फर्किँदाखेरि झन् साह्रो ढाड दुखाइ हुने कारणहरू हामी नेपालीहरूले गरिराख्ने गल्तीले गर्दा हो। यो गल्तीहरू चाहिँ के हो भनेर सबैले बुझ्न जरुरी छ। सबभन्दा धेरै गरिने गल्ती भनेको यो ढाडको दुखाइलाई बेवास्ता गर्नु। हामीले धेरै जस्तो के सोच्छौँ भने यो सामान्य दुखाइ हो, यो आफै ठिक भइहाल्छ, आराम गरेर ठिक हुन्छ भन्ने धारणा हुन्छ। तर हाम्रो ढाड दुखाइ पटक पटक भइराख्नुको कारण चाहिँ हाम्रो ढाडको मांसपेशीको कमजोरीले गर्दा हो। यो कुरा चाहिँ बुझ्नुपर्छ। अर्को गल्ती चाहिँ धेरै जस्तोले गर्ने भनेको हाम्रो नेपालीहरूको धारणा के छ भने कम्प्लिट बेड रेस्ट, अर्थात् ढाड दुख्दाखेरि सुतेको सुतै गरेर कम्प्लिट आराम गरेर बस्यो भने, हलचल नगरिकन सुतेर बस्यो भने चाहिँ त्यो आफै ठिक भएर जान्छ भन्ने धारणा हुन्छ। तर यसले गर्दाखेरि के हुन्छ भने 24 घण्टाभन्दा धेरै आराम गर्ने बानी गर्यो भने त्यो मांसपेशीहरू झन् कमजोर भएर जान्छ। अर्को गल्ती के छ भने ढाड दुख्ने बित्तिकै फार्मेसीमा गएर पेन किलर खाने। पेन किलर खाएर त्यो समस्याको समाधान चाहिँ हुँदैन। पेन किलर खाँदाखेरि त्यति बेलाको दुखाइ चाहिँ कम हुन सक्छ, तर मेन समस्या के हो त्यसको समाधान हुँदैन। त्यसले गर्दाखेरि ढाड कमजोर भइरहेको हुन्छ अनि रिपिटेडली दुखाइ हुँदाखेरि पेन किलर खाने बानी बस्छ। तर यो पेन किलर खाँदाखेरि अरू समस्या हुन सक्छ र पटक पटक खाँदाखेरि अरू असर गर्न सक्छ भन्ने हामी नेपालीहरूमा चाहिँ धेरैलाई ख्याल हुँदैन। अर्को गल्ती भनेको हाम्रो काम गराइ। धेरै जस्तो काम गराइ नै हाम्रो गल्ती हुन्छ। धेरै बेर बस्ने, एउटै पोजिसनमा लामो बेर उभिराख्ने कामहरू गर्दाखेरि पोजिसन चेन्ज नहुँदाखेरि हाम्रो ढाडमा हुने डिस्कमा धेरै असर गर्छ। अर्को एकदम इम्पोर्टेन्ट कुरा जुन चाहिँ पटक पटक ढाडको दुखाइ भइराख्नु कारण चाहिँ एक्सर्साइज नगर्नु। यो चाहिँ सबैभन्दा ठुलो गल्ती हो। कमजोर मांसपेशीले तपाईको मेरुदण्डलाई सपोर्ट गर्नै सक्दैन। त्यसले गर्दाखेरि तपाईको ढाडको दुखाइ पटक पटक फर्किरहेको हुन्छ। यसको समाधानको लागि फलो गर्नु।